भैरव रिसालको नमस्कार। रेडियो सगरमाथाको उहिले बाजेका पालामा कार्यक्रमबाट आज पनि हामीले गङ्गादेवी भण्डारीज्यूलाई नै दुःख दिएका छौँ। अघिल्लो पल्ट कुरा गर्दा गर्दै समय सिद्धियो। उहाँको धेरै कथा छ, 85 वर्षको इतिहास हामीले एकैछिन भन्नुपर्छ, कति अप्ठ्यारो छ। त्यसले गर्दा तैपनि उहाँले उत्साह साथ आफ्नो कुराहरू भनिराख्नु भएको छ, आफ्नो अनुभव भनिराख्नु भएको छ। म गङ्गादेवी भण्डारीज्यूलाई हार्दिक नमस्कार गर्छु, अभिवादन गर्छु, स्वागत गर्छु, सम्मान गर्छु। तपाईँले यहाँ यसरी गफ गर्दाखेरि असिल लागेको छ कि सजिलो भएको छ? लागेको छैन, मलाई आनन्द छ। आनन्द भएको छ? आनन्द छ। म यसरी गफ बोल्न पाउँदा आनन्द हुन्छ मलाई। हो, तपाईँ लुगा पनि फेरि फेरि लाउनुहुन्छ अरे? हो। अनि अब कतिजना बाँचिन्छ त, फेरि त हो त नि, बाँचुन्जेल लाउनु त राम्रै लाउनु, मिठाई खानु, राम्रो हिँडिरहनु, गफ गर्नु जस्तो लाग्छ नि। बल्ल कुरा सुन्नु, अनि कहाँ पुराण लाउँछन् सुन्न जानु, ठुला मान्छेका कुरा सुन्नु जस्तो लाग्छ। त्यो हाम्रो पाहुना गङ्गादेवी भण्डारी, उहाँको जन्म विक्रम सम्वत 1986 साल भदौ 5 गते मङ्गलबार, जनै पूर्णिमा अथवा डोरो बान्ने दिन अथवा ऋषि तर्पणी, जे भने पनि उहाँ अहिले 85 वर्षमा हिँडिरहनु भएको छ। अब अलिकति अचेलका कुरा गरौँ। कता अमेरिका जानु भएको थियो अरे? हो। हजुर, गइरहेको थिएँ। कहिले नि? हामी अस्ति भदौ 8 गते यहाँ हिँडेका। भदौ 8 गते हिँडेको। कहिले आइयो? आज कति दिन भयो? अस्ति आएको कति दिन? 6-7 दिन भयो। ए अमेरिका 6-7 दिन भयो होइन? 6-7 दिन भयो। अमेरिका पहिलोपटक गएको कि दोस्रो? कहाँ पहिले जानु, बल्ल यसो जानु पाएको। त्यही पनि मेरो माइतीको भाइहरूले मलाई टिकट काटेर दिदीलाई जाउँ डुलाइदिउँ भनेर कान्छी छोरीलाई लगाएको। ए कान्छी छोरी पोहोरबाट गएकी रहेछ। हजुर हजुर। अनि उसैले नि लु दिदीलाई डुलाइदियो, कहाँ जान पाउनु भएको छैन भनेर। कान्छी छोरी नि हाम्रो तीर्थ कोइरालाको दुलै हो। ऊ पोहोर गएकी रहेछ र अनि उसले जानेको हुनाले न त कहाँ पत्ता लगाउन सक्नु नजान्नेले। कहानी आमा छोरी गइयो? आमा छोरी गयो। 3 दिन 4 दिन त उडै गर्नुपर्ने। सोझै कहीँ रात बस्यो कि हवाईजहाजमै? राति पनि उही नै। राति पनि उही। तपाईँ हवाईजहाज चढ्दाखेरि वककी लाग्छ? लागेन मलाई कहिल्यै। काहीँ जाँदा कति रेलमा मटरमा हिँडियो, कहिल्यै केही भएको छैन। केही लाग्दैन? केही पनि भएको छैन। बसमा हिँड्दा उड्दाखेरि केही पनि अहिलेसम्म भएको छैन। मतलब एक थरीलाई वककी लाग्छ कि? लाग्छ सबै। तपाईँलाई प्लेनमा निद्रा लाग्छ कि लाग्दैन? निद्रा बेला लाग्छ, झपक्क हुन्छ। आनन्द त के हुन्छ र। अनि अमेरिकाको कहाँ गएको सम्झना छ? ठाउँ आउँछ? ठाउँ त नामै जान्दिनँ। एक दुईवटा भन्नुहोस् त, एक दुईवटा। कोही बोस्टन गयो कि दाजु? बोस्टन भन्ने एउटा के भन्छ गयो। त्यहाँ नातिनी कहाँ पहिले गयौँ, नातिनी ज्वाइँ लिन आउनुभयो एयरपोर्टमा। र नातिनी भने छोरीको छोरी अनि छोराको छोरा उही छ, उसैले उहाँलाई फेरि उताउति डुलायो र। हजुर। अनि त्यहाँबाट फेरि अर्को छोरीकै गयौँ अर्को ठाउँमा। अनि उसले फेरि टिकट काटिदिएर, अनि दाजुभाइहरू धेरै छन्, अर्का ठाउँमा गयौँ। हजुर। अनि उहाँ धेरै दाजुभाइहरूले सबैतिर राजधानीहरू डुलाए। अमेरिकाको राजधानी पनि डुलाए, हरेकतिर देखाए। मान्छे धेरै। वासिङटन भने? हजुर। वासिङटन भने के भने? कोनि के भने त्यो नाउँ पनि जानेको। अनि ऊ त्यो राष्ट्रपति बस्ने राष्ट्रपति घर भन्ने थियो, उहाँ नि गयो। कस्तो घर थियो? पहेँलो छ कि हरियो छ कि कस्तो छ थाहा छ? पहेँलो देखिन्छ। सेतो पहेँलो रातो केही रङ कस्तो घरको थाहा छ? खोइ घर बिर्स्यो त्यस्तो। त्यो भने ऊ भने त्यस्तै, ऊ भने त्यस्तै, घरै त्यस्तै छन्। कतितिर याद गर्नु त पहिले जानेले फेरि जानु हो नि त, अलि याद हुन्छ होला। पहिले जानेले त्यस्तै डुलायो अरे। न्यू ह्याम्पसायर भनेर पहिले गएको चाहिँ छोरीको छोरी। अनि त्यसपछि त्यहाँबाट छोराको छोरो नाति, छोराको छोरो त्यहाँ गएर बस्यौँ गऱ्यौँ। उसको घर लिएको रहेछ। अनि त्यहाँ पूजासुजा लायौँ, रमाइलो गऱ्यौँ। पूजा लाइयो? पूजा लायौँ। त्यो घर पैँचो गरे। अनि फेरि वास्तु भन्छ। फेरि पुरेतो त भोटाङका आकार बाहुनाहरू, भोटाङतिरका बाहुनेहरू आएर जजमान गर्दा शरणार्थीहरू तिनीहरू जजमान गर्दा। अनि छोरीको नन्दा उहीँ नजिकै हुनुहुन्थ्यो। अनि नन्दाका घरमा गयौँ, तीज मनायौँ, दर खायौँ, नाच्यो पनि, नाच्यो गाइयो, के गयो।
त्यस्तै अब नातिनीहरू नातिनी बुहारी सबै एकै ठाउँमा भेला भएर रमाइलो गऱ्यौँ न पनि त्यसै सबै आफ्नो आफ्नो भेला हुँदा राम चलनै त्यस्तै रहेछ हजुर राम्रो छ अनि कहाँ न्यू ह्याम्पसायर भन्नेमा जानुभयो बोस्टन त्यसपछि भर्जिनिया भन्ने जानुभयो त्यहाँ पनि गयो अनि मेरील्यान्ड भन्ने ठाउँ गयो भने हो त्यहाँबाट अनि उता उहाँबाट फेरि त्यहाँबाट उडेर गयौँ उहाँ दाजुभाइहरू भाठाउन न्यू सागर हो के जाति गरे ए न्यू ह्याम्पसायर उहाँ दाजुभाइहरू भाठाउँ उहाँ त रहेछ राजधानी त उहाँ जानु पर्यो ठुलो राजधानी रहेछ उहाँ त्यहाँ राज्य नै धेरैवटा राज्य धेरै वासिङटन चाहिँ केन्द्रीय राजधानी घरै राम्रा नि सङ्घीय राजधानी घरै राम्रा बाटै राम्रा गाडी कराउँदैन कोही भुइँमा हिँड्दैनन् गाडीमा सबै जान्छन् आफ्ना गाडी छन् हो साह्रै रमाइलो ठाउँ तपाईँलाई मेरो गाडीमा आइज भन्यो होला नि कहाँ भन्छन् आफ्नो लिएर जानुपर्छ त्यो गाडी बस्ने बोल्दैन ए हो आफ्ना घरका मालिकहरूका सबैका आफ्ना हुँदो रहेछन् गाडी हजुर त्यो उसको गाडीमा जानु पाइन्छ भनेर पर्सिन त कुरै छैन माने तपाईँ जुन राज्यमा अमेरिकाको जुन ठाउँमा जानुभयो त्यहाँ आफ्नो मान्छे धेरै दाजुभाइहरू नि ऊ आउँछ बुढी मान्छे आइ भन्छन् यतिकै रमाइलो गर्छन् अहिले दसैँमा यहीँ बस्नु टिका लगाइदिनु हामीलाई भन्थे देवरहरू छन् उहाँ देवरहरू पनि अर्का ससुराहरूका भाइका नि देवरहरू छन् देवरका छोराहरू नातिहरू थुप्रो छन् चाह गरे अचार बनाइदिनु भयो त्यहाँ के को अचार बनाउनु र बनाएन उनीहरू नि बनाइहाल्थे आलुको अचार उनीहरू नि बनाउने फेरि दोकानहरू राम्रा सबै थोक माल सामान जम्मै प्याक गरेका सुक गर्ने हजुर सुगर त खुला चाहिँ भन्ने केही देखेन सुगर सबै गएपछि सबै त जे भए पनि ल्याउन पाइने ठुल्ठुला यत्र हुँदा रान्थे किया यसो ठेल्ने तिनीहरू अनि पोका टिप्दै हाल्दै गऱ्यो आफूलाई कति चाहिएको छ पुरा पारो अनि ऊ त्यहाँ लगेर देखाइदियो तौलिने गर्ने होइन यसो पोका झिक्दै हेर्दै गर्छन् अनि पैसा दिने बेला एउटा कागज यसो टाँसिदिनु कागज यसो छुवाइदियो भइगयो पैसा तिरिया नि देखिनु भयो त त्यसै दिए हो कि उहाँ ब्याङ्क कहाँ हुन्छ उतैतिर काटिन्छ भन्थे पैसा ब्याङ्कमा हुन्छ त्यहाँ कागज यसो छुवाइदियो उनीहरूको कार्ड रहेछ त्यो कार्डलाई यसो गरिदिएपछि अनि त्यही कार्ड लिएर अनि आफूले सामान लिएर आयो उनीहरूले उहाँ ब्याङ्कमा पैसा खुरुखुरु आउँछ अरे पैसा उनीहरूको काटिन्छ अरे त्यहाँ आउँछ अरे उनीहरू कागज छुवाएपछि आफ्नो पैसा उता जान्छ उसको खातामा त पाउने होला त्यस्तै भन्दै त्यस्तै देखेर आएँ अनि तपाईँ मासु नखाने मान्छे होइन हजुर अनि के खाइयो त अमेरिकामा अच्छा दही दुध केसो फलफुलहरू कति जे भने जे पाइने नै जुस पाइने त्यो क्रिम भन्ने पाइने कति खानेकुरा त के हो उहाँ त हो राम्रो चामलै राम्रा सलक्क परेका भातै कति राम्रो चामलै कति राम्रा तरकारी सब्जीहरू उस्तै राम्रो यता ग्यालिनभरि दुध ल्याउँछन् यता बट्टाभरि दही ल्याउँछन् जमाउँछन् जे खाए पनि पाइने राम्रो मासु खानलाई पनि मासु एकदम प्याक गरेर राखेको हुँदो रहेछ त्यो मासु खानलाई नखानेहरूलाई त्यस्तो फलफुल तरकारीहरू जति पनि जे पनि पाइने दुध केमा बाल्टीमा ल्याउने के भने कहाँ ग्यालिन गाई बस्तु देखिँदैन दुध चाहिँ ग्यालिनभरि यता 3 लिटर 4 लिटर जाने हुँदो रहेछ नि हजुर अनि त्यस्तैमा अब कति पैसाको हुन् त्यो ल्यायो अनि ततायो अब भात पकाउने पनि यसो मिसिनै छ हजुर अनि दुध जमायो त्यहाँ यस्तो राखो जम्मैतिर खाने गर्ने फलफुल साह्रै राम्रो नै तपाईँले बासी भात खानु परेन खोइ मैले साना त खाइनँ बिहे नगर्ने नि बासी भात अमेरिकामा उहाँ नि खाइन यो बुढी खान्न भन्दा दिँदैन अब छोरी गएकी थिए उनीहरूले भ्याएन भने छोरीले पकाउँथे अनि छोरीले नि आमा यस्तो खानुहुन्न भन्थ्यो जानिराख्यो गरिहाल्थे त्यहाँ त अब बिदा भएको दिन घरमा भात पकायो तर खानेकुरो तरकारी सरकारी के पकायो अनि त्यो 6 दिन त्यही खायो अरे 5 दिन त्यो खायो त्यो घरमा परिवार नातिनीका घरमा एकजना ज्वाइँ घरि छोरी बस्ने एउटा जाने पालो गरेर काम गर्न भन्दा डाक्टरीहरू उनीहरू हजुर डाक्टरमा काम गर्न जाने दुईटै डाक्टर अनि नाति काम गर्न जाने बुहारी साना नानीहरू छन्
पढ्न जानेलाई पढाउन लगो गाडीमा ल्यायो एउटा नानी घरैमा हुन्छ ऊ घरैमा बस्ने त्यस्तो बासी भात पकाउने होइन ए त्यस्तै हो उहाँ फेरि अरू दाजुभाइ गाउँमा भने बुढी खान्न बासी खान्न भन्थे सुगा सफाइ भन्थे सबै राम्रो गर्नु त सुगा सफाइ गर्ने चोखो नितो राम्रो गर्ने हाम्रो पाहुना हुनुहुन्छ आज गङ्गादेवी भण्डारी उहाँ भर्खरै अमेरिका जानुभएको थियो उहाँको अमेरिकाको बयान मुखबाट सुनिरह रमाइलो रहेछ नि साह्रै राम्रो रहेछ छोराछोरी बसिया देखेर आयौँ त्यहाँ केरा पाइँदो रहेछ ए जति पनि कस्ता राम्रा फलफुल के पाइने जे पनि जे खान फलफुल जे खाए भुङ्कटर अनारस जम्मै छ केरा छन् अनारहरू स्याउहरू जे खाने पनि छ त्यस्तो खाने त त्यो बारीमा फल त्यहाँ घरका छेउछेउ फल्या स्याउ टिपेर खाँदा रहन्छन् भुइँमा झरेको नखाने ऊ पसलको मात्रै ल्याएर खाने त्यो सुगरका लागि त्यो झिँगो बसेको हुन्छ अरे के बसेको हुन्छ त्यो खानु हुँदैन त्यसो भन्दा किरा बस्या झिँगा बस्या होला त्यो भुइँको खाना नहुने त्यस्तो यहाँ हाम्रा उताउति झरेका हरिया कति टिपेर खान्छन् अनि तिजमा पूजा लाइयो त लायौँ पूजा लायौँ दर खायौँ के गऱ्यौँ लायौँ धेरै नेपाली छन् रमाइलो गरेर छन् नि हो नेपाली छन् धेरै अनि पुरेत पनि नेपाली नै भेट्यो भुटानीहरू गएर बसिएर भुटानी पनि नेपाली भाषा बोल्ने जति पढ्ने नै श्राद्ध गर्ने गरे त्यहाँ एक ठाउँमा श्राद्ध गरे पूजा लायो सबै त्यो गर्ने बाहुनै भेटिँदो दत्युन पाइँदो रहेछ पञ्चमी त लिएन नि दत्युन त के पाइन्छ कुश पाइँदो रहेछ कुश नि पाइँदो रहेछ दुबो पनि त्यति त देखिएन दुबो पनि त्यति देखिएन त्यो के आयो मोसे जस्तो भेट्यो अनि त्यही चढाइयो दुबो चाहिँ थिएन त्यही पनि त्यो चाहिँ ठिकै हो राम्रै हो तर जङ्गल भने पनि एक रोड जङ्गल छ नि यता घर छन् घर भन्ने भने एकै खालका फेरि नि हजुर एउटाको राम्रो एउटा नराम्रो भन्नु पर्दैन घर सबै एउटै खालका एकै खाले जहाँ जानु त्यही अर्को देश जानु त्यही सबै नि त्यही घर चाहिँ एकै खाले फेरि प्लास्टिकका घर भन्छन् प्लास्टिकका भन्ने घर पनि ट्याक्क मजाका घर छ कति राम्रा पानी कतिको हुँदो रहेछ पानी त अब घरैमा छ नि त ल्याएको घरैमा तातो कि चिसो खोइ चिसै थियो पानी त तातो पानी चिसो पानी दुवै थरी पाइने तर यहाँ घर तल खनेर तल मुनि पो घर हुँदो रहेछ तल एक लाइन घर हुँदो रहेछ त्यहाँदेखि माथि गएर एक कति तल घर त अनि लोड सेडिङ हुँदो रहेछ बत्ती जाँदो रहेछ जानिन त्यसो चाहिँ जानिन बत्ती गयो यहाँ जस्तो होइन गयो भने बलिरहन्छ भात पकाउने पनि बत्ती नै हजुर भात पकाउने बत्ती नै अनि बाल्ने पनि बत्ती नै झल मलाई होइन नि त राम्रो थियो तपाईँले सपनामा कहिले अमेरिका गएको देख्नु भएको थियो के को देख्नु सपना पनि देखेको थिएन कहिलेकाहीँ गइरहेको ठाउँमा देख्नु नदेखिएको ठाउँ त के भनेपछि 84 वर्ष लागेछि 85 लागेछि अमेरिका गयो त्यो 85 लागेकै महिनामा गयो हजुर 85 लागेकै महिनामा गयो फेरि जान मन लागेको छैन अब त्यसै जानै सकिँदैन अब बुढाबुढी भयो कसै लग्यो भने लगे त जाइन्छ जान आउन भाडै थुप्रो लाग्ने के गर्नु भाडा त त्यत्रो मान्छेहरू छन् के छन् नि उनीहरूलाई ठिक्क छ हो त्यो धेरै सम्पत्ति त कसको हुन्छ र त्यस्तै जहाँ जति कमायो खर्च फेरि उयो अनुसारको यहाँ ल्याउँदा त्यो पैसा अलिक फारू हुन्छ उहाँ त उही त हो नि फारू हुँदैन त्यहाँको 160 यहाँ त कति हजार पो झन्डै 10,000 हुन्छ अहिले त खोइ कति हुन्छ होला हाम्रो तिनीहरूको एक रुपियाँ $1 हाम्रो आज 98-99 कति रुपियाँ पर्छ हाम्रो अझ अस्ति त 100 नागेको थियो अरे अहिले 100सम्म आएर भन्थे अनि अलि डलर ल्यायो कि ल्याइएन के को ल्याउनु ल्याइएन
खर्च मात्रै खर्च पर्छ आउँदा जाँदा खानु पर्यो यसो खर्च दिए अलिअलि हजुर हजुर अब उनीहरू नि त्यस्तै काम गरेर बसिरहेछन् दुःखै गरेर कमाइरहन् अनि दिएन भन्नु खुसीले के लगिदिनु भएको थियो हामीले खै केही लग्यौँ न लगिएन है कतिको लगिदिनु के लानु र कतिजना लानु के पो लानु र यहाँबाट बोकेर लगेर के पो साधिएर केही लग्यौँ न यसो उनीहरूलाई चिज हुने यसो तिलको अचारहरू गुन्द्रुकहरू त्यस्तो नपाइने चुला चाहिँ अहिले चिज हुँदो रहेछ त्यस्तै त्यस्तै नै चुङमाङ जराटार लेटाङ अनि काठमाडौँ अलिअलि आते जाते गरे ती परे होइन अब तीर्थ गरे हिन्दुस्तानका तीर्थव्रत भए नेपालको तीर्थ स्वर्गद्वारी अरू कहाँ कहाँ जानुभयो नेपालको तीर्थ नेपालको यता त कता कता गयो उता स्वर्गद्वारी अहिले सबभन्दा पछि गएको स्वर्गद्वारी गयौँ त्यता त्यो लेटाङबाट त्यता तीर्थ जाने पाथिभरा जानुभएको थियो इलामको पाथिभरा त्यहाँ ताप्लेजुङको ताप्लेजुङको त होइन त्यहाँ इलामको पाथिभरा इलाम चाहिँ गएको छु उहाँ त एकदम हिँड्नुपर्ने हिँड्न सकिँदैन अहिले त मोटर अलिक तलसम्म जान्छ क्यारे त्यही पनि अस्ति छोराछोरी गएका गएछन् उनीहरू सकिँदैन आमा सकिँदैन भन्छ त्यस्तै माथि छ अरे धेरै उकालो हिँड्नुपर्छ अनि सकिँदैन भनेर गइरहेको छैन अहिले तपाईँ घर परिवारलाई यसो फर्केर हेर्दा त सबै थोक पुगेको छ है अब भगवान्ले पुर्याएकै भन्नु पर्यो नि यति बेरसम्म राम्रै छ हजुर हजुर राम्रै छ अहिले खेती कसले गर्छ अरे खेती अरूले गर्छन् नि अब छन् नि त्यता अरू दुखी दाखी हुन्छन् अहिलेकै ट्र्याक्टरले जोतिहाल्छ हजुर अनि रोप्ने ओर्ने गर्छन् धान हुन्छ धान दिन्छन् आधी उनीहरू खान्छन् तपाईँ पहाडमा बुहारी भएर बस्दाखेरि भात खाने कि ढिँडो खाने भात खान्थ्यौँ नि भात खाने ढिँडोको मकैको दानाको पकाउँछु ए मकैको भात मकै धेरै फल्थ्यो मकैको पकायो धानको पकायो त्यस्तै खान्थ्यौँ अनि त्यो काम गर्ने मान्छेहरूलाई गोरु जोत्नेलाई चाहिँ के दिने त्यही भात दिन्थ्यो भात दिने ज्याला त्यो बेलामा पैसा दिने कि अन्न दिने त्यो कोही अन्न दुःख पाउनेले अन्न लान्थे अलिअलि हुनेका पैसा लान्थे हजुर उतिखेर अब पहिले 4 महिना एक दिन दिनभरिको थियो त्यहाँबाट पाछी दिनुपर्छ दिनभरि काम गरे हजुर हजुर अन्न दिँदा नि 4 महिना थियो पहिले 4 महिना थियो पैसा दिँदा 4 आना दिनुपर्छ पहिले पछि रुपियाँ भयो त्यस्तै परिवर्तन हुँदै आयो नि सबै थोकको अनि तपाईँ घरको किनमेल चाहिँ कसले गर्थ्यो आफ्नै बुढा मान्छेले गर्नुहुन्थ्यो ससुरा बितेपछि बुढाले गर्नुहुन्थ्यो अनि तपाईँको छोरी दिँदाखेरि अथवा छोराको बिहा गर्दाखेरि घरमा बुढाबुढीको सल्लाह हुने कि नहुने हुन्थ्यो नै हो छोराको बिहा गर्दा नि सल्लाह हुन्थ्यो त्यो त सबै गाउँघर दाजुभाइ घरको परिवार सल्लाहले त गर्छौँ त छोरी दिँदाखेरि पनि सल्लाहले त्यो बेला रोजेर बिहा गर्ने चलन थिएन आइसकेको थिएन रोजेर बिहे गर्ने चलनै थिएन कान्छी छोरीको नि रोजी होइन है होइन त्यो अब आफ्ना आफ्नामा अनि यसरी बिहे गरौँ है भन्ने कुरो त भयो नि सल्लाह त्यस्तै त्यो दुलाले दुलै केटाले केटो केटीले केटी रोजेर बिहा गर्ने चलन त्यो चलनै थिएन है त्यो तल लेटाङ आउँदाखेरि यो जाडो गर्मीले तपाईँलाई कतिको अप्ठ्यारो भयो हामी अब परिवर्तन अब चैतमा आउँदा अब गर्मी हुन्थ्यो माघ आउँदा जाडो त्यस्तै जराटार पनि औल कि जराटार औलै हो साह्रै औलो नि होइन लेख पनि होइन त्यस्तै बिचको चिसो धेरै होइन त्यस्तो तातो पनि धेरै तातो गर्मी भएर हपपी नहुने हावा लाग्थ्यो गर्मी महिना अनि शीतल हुन्थ्यो जाडो भएर ठिरी आउने साह्रै पनि हुँदैन्थ्यो हजुर त्यस्तै राम्रो थियो उहाँलाई यहाँ लेटाङ आउँदा लेटाङमा अलिकति पुस माघ चाहिँ अलिक जाडो थियो नि त उहाँभन्दा अहिले त अब राम्रै छ त्यस्तै हो त्यो तपाईँलाई आफूलाई मन लाग्यो ठिक्क खर्च गर्नलाई पैसाको कहिले खाँचो भएन होला हुँदैन त्यही त भगवान्ले अहिले त भयो पहिले पनि भएन होला पहिले पनि अब आफू धेरै उताउति हिँडिँदैन्थ्यो घर अब खाना लाउन पाइहालेको छ मनके खर्च बर्च हिँड्न आउँदी भइहाल्थ्यो त्यही त धेरै अब गाडी कुदाउनु परेको थिएन कता भाडा तिर्नु पर्दैन थियो हजुर हजुर हिँडेर हिँड्ने बाटोमा चाहिँ अझै यसो निक्लिएपछि गाडीमा हिँड्नुपर्छ पैसै चाहिन्छ
अनि त्यो तपाईँ बुहारी भएर जानुभयो नानी नपाउँदै आफूलाई मन लाग्यो लुगा रङ कस्तो रङ के जे त्यही लाउने कि रोज्न पाइन्थ्यो हुँदैन थियो अब उहाँहरूले नि सास ससुराले ठिक्क यति बेला यसो खाँचो बाउ बनाइदिनेमा चाहिँ आफूले चाहिँ कहाँ पाइन्थ्यो है यसो दिने चाहिँ अब खाँचो भएको बेला किनेर ल्याउनुहुन्छ दिनुहुन्थ्यो हजुर हजुर त्यो बेला यो बुहारीले यो रङ मनपर्छ त्यस्तो थिएन थिएन है चलनै थिएन सबै अब गाउँघरमा त्यस्तै थियो आफ्नो मम्मी बाबा उसले त्यसो राम्रो लाग्यो मैले पाइनँ भन्नु सबैको त्यस्तै थियो यो तपाईँको घर जराटारबाट पसल कति पर आफ्नो घरबाट त्यहाँ पसल त भन्ने त केही पनि थिएन निकै जानुपर्ने यसो केही हटिया सटिया भनेको चाहिँ बिहान गरेर बेलुका आउने ठाउँ बिहान हटिया पनि बिहान गरेर बेलुका आउने ठाउँ यसो थोरै चिना यसो के किन्नलाई यसो साना साना पसल सलाई किन्नु पर्यो भने त्यहीँ थिए जराटार हुँदै थिए त्यो चाहिँ हुँदै यसो साना साना दोकान हुन्थे अलि डक्क किन्न पर्यो भने हटिया नै अलिक टाढा जानुपर्ने अलिक किन्न हाम्रो यता धनकुटातिर आएर सबै त्यो सामान लाने धनकुटा धरानको नुन लगिदिन्थे भरिया लाएर लाने गरेको थियो धरानबाट भरिया लाएर लाने कसरी भाउ के थियो खै के थियो कोनी एक पासी नुन अब 4 रुपियाँ पैसा दिएर खाना दिएपछि 12 पासी नुन बोकेर लगिदिन्थे 4 रुपियाँ र खाना बाटामा खाना पनि उसलाई बाटालाई खाना चामल दियो अनि उसको दियालाई 4 रुपियाँ दियो अनि 12 पासी नुन लान्थे 12 पासी नुनले 1 वर्ष पुग्दैन त गाई भैँसी पाल्दा त खोले पकाउँछौँ यति लाउनु पर्ने हजुर पुग्दैन थियो फेरि लगिरहन्छु टाढाको त अब जो होइरहन्छ नि बेला बेला लगिरहेको थुवारिरहेको नजिक लगिरहेको छ अनि घिउ डक्क बेत्त कति केमा जम्मा गर्ने घिउ ठुलो टिनमा कि सानो टिनमा कि केमा अलिअलि यसो टिनमा यसो भाँडासाँडा बट्टा हुन्थे काठाका यसो के हुन्थे हजुर सिङमाङ त्यस्ता हुन्थे अनि फेरि त्यतै हुँदै गाउँघरकाले यसो लान्थे अलिअलि लान्थे तर खायो र सको नै लेटाङमा अहिले पनि गाई पालेको छ कि भैँसी छ कि के छ हाम्रा पाल्छन् सबैले भैँसी पाल्छन् दुध बेच्छन् तपाईँ गाई छ दुध बेच्छन् त्यहीँ डायरी छ अनि आफूले खाने राखो अरू बेचो धेर भएको त्यस्तै छ अहिले सबै काटे चलनै त्यही छ हजुर हजुर गाई भैँसी अनि घिउ चाहियो भने उहीँबाट ल्यायो उबाट उहीँ घिउ निकाल्छन् त्यो डेरीबाटै घिउ निकाल्छन् त्यस्तै चाहियो भने ल्यायो आफूले घरमा चलाउने अलिअलि त भइहाल्छ हजुर धेरै चाहिँदा ल्यायोहरू हामी गङ्गादेवी भण्डारीज्यूसँग कुरा गरिरहेछौँ खास गरी लेटाङ अथवा खोरिया झोरा फाँडेर बनेको ठाउँ लेटाङ उहाँहरू लेटाङ फडनी भन्छ फडनी भन्दो रहेछ फडनी भने हामी कम बुझ्छौँ झोरा भन्ने चाहिँ अलिक बढ्दो तल्तीको उहाँ चुङमाङ माइती जराटार घर पछि उहाँहरू बसाइँ सर्नुभयो लेटाङमा अनि यही सेरोफेरोमा हामीले कुरा गरेर हामीले यही प्रसङ्गमा उहाँको भर्खरैको अमेरिका भ्रमण पनि कुरा गऱ्यौँ अमेरिका भ्रमणबाट उहाँ धेरै प्रभावित हुनुभएको छ दङ्ग हुनुहुन्छ अनि यो गहना लाउने चाहिँ कहिलेदेखि सोख हो अहिले कानमा नि सुनको गहना छ उहिलेदेखि नि सानै बालकैदेखि नै लाउँथे नि त हो अझ यत्र यहाँ तिलौरी बनाएर यहाँ यति लाउँथे छातीमा तिलौरी बनाएर लाउँथे अझ मतवाली जाति त यहाँ हारी लाउँथे यहाँ तिलौरी लाउँथे चन्द्रहार लाउँथे कम्पनीका हारी यता त लुर्का लाउँथे चन्द्रहार भने के को हुन्छ चन्द्रहार भने चाँदीकै यसरी परेको हुन्छ तल यत्रो हुन्छ यहाँ तल चाहिँ हजुर अनि यहाँ चाहिँ अहिले त यहाँ त त्यो पनि खतरा छ गर्न लाएर हिँड्यो भने लुट्ने होइन त्यस्तो थिएन पनि लाउँथे पनि मचुवालीहरू हामी बाहुनेहरू त लाउने पनि बाहुनहरूले त्यति तिलहरी सिलहरी लाउँथ्यौँ हजुर हजुर गहना नै त्यही हो अब कानमा लायो तिलहरी सिलहरी कल्ली लाउँथे गोडामा त्यो घाँस जाँदा तपाईँले मल त बोक्नु भएन बोक्यौँ नि मल पनि के मल बोक्दा घाँस जाँदा खेताला लायो धेरै अनि स्याउला लिन जाँदा नि गहना चाहिँ लाउने त्यति साह्रै धेरै त लाउँदैन थियो यहाँको चाहिँ यसो लाउँथे कानको चाहिँ सधैँ लाउने यहाँ कानको र नाकको अझ बुलाकी लाउने चलन थियो हजुर 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 बुलाकी लाउँदैन त अनि यो सुनको बाला पनि पछि पहिले थिएन पछि अलि लाउनु थाल्यो त्यही काम गर्ने मान्छेलाई सधैँ साध्य हुँदैन नि हजुर लाउँदैन अहिले जिन्दगीमा यस्तो रमाइलो भयो होला तपाईँलाई अहिले त कि रमाइलो छ नि यसो देख्न पाइयो सन्तान त्यत्रो सबै राम्रो छ भगवान्ले राम्रै दिनुभएछ
अब यस्तै राम्रै देख्दा 65-70 जनाको बिचमा परिवार भयो, छोराछोरी नाति नातिना गर्दाखेरि यस्तै राम्रो राम्रो हुँदै हुँदै स्वर्ग जान पाता हुन्थ्यो। अब के हुन्छ अब जाने नि खै भगवान्ले के गर्नुहुन्छ अब। अहिले अमेरिका गए बेला स्वर्ग जस्तो लाग्यो कि लागेन? राम्रो लाग्यो। उडेको उडै छ, आकाशमा उडै छ, अचम्मै लाग्यो नि। 3 दिन रात एक नास पत्ता उडेको उडे। तपाईँले त्यो प्लेनमा निद्रा आयो कि आएन? यसो अलिअलि झपक्क हुन्छ, के निद्रा आउनु र? निद्रा आएन? खस्दै पनि डर लागेन? लागेन है? लागेन। त्यो त संसार हिँडेको छ। संसार छ नि। फेरि यसो कति 50 जना मान्छे हुँदो रहेछ प्लेनमा? थुप्रो हुँदा रहन्। एउटा अब यसरी लहरेका सिट हुँदा रहन् 12वटा। 12वटा लहरै? 12वटा लहरै, 14वटा लहरै, कसैका 6वटा लहरै, त्यस्ता सिट। त्यो कति लाइन? कहाँ लाइन यत्तिकै यहाँ माझाड यसो छ, उहाँ यसो छ। त्यो फेरि यस्तो अगाडि सिटाको यसरी यहाँ टिभी राखिदिएको छ। टिभी राखिदिएको छ? त्यो हेर्ने छ। अनि यसो सिराने जस्तो दिँदा रहन्। एउटा यसो खास्टो दिँदा रहेछन्, जाडो हुन्छ भनेर। त्यस्तो गर्दा रहन्। अनि खाना नि बस्नुपर्ने कि? खाने त कति ल्याउँदा रहन् ल्याउनु त, तर अब खाने जथाभावी खाने गरे होइन। जथाभावी खाने गरे। यसो पाउरोटीहरू एउटा खाइहालेँ मैले। नभए के अब भात पकाएर राम्रो नातो लाएर ल्याउँछन्। नातो लाएर नि ल्याए भात। कति राम्रो गरेर ल्याउँछन् नि, कति ल्याउँछन्। खाना गर्नु त अब खानेलाई चाहिँ जति पनि छ। उसो अमेरिका गएको तपाईँलाई सित्तै आइसो भन्ने लागेर रमाइलो लाग्यो? तपाईँ त पहिलेदेखि नै घुम्न मन पराउने, नयाँ राम्रो लुगा फेर्न मन पराउने मान्छेहरू हुनुहुन्छ है? अघि पनि अब बुढा मान्छेले तीर्थ धेरैतिर डुलाउनु भयो। अब यसो हिँडिरहन्थ्यौँ हामी। हजुर हिँडिरहने गरेका थियो। बर्खामा एक खेप चाहिँ समय हिउँदमा कहाँ हुन्छ जाइरहन्थ्यौँ। हजुर। अहिले चाहिँ अब छैन। पोहोरका वर्ष छोराहरूले त्यही स्वर्गद्वारी लगे। केही रोग छ कि छैन? मुख बार्नु पर्दैन? खोइ छैन केही पनि। चिनी खाना हुन्छ? बारिया छैन। चिनी खाना, चिल्लो खाना, मासुदेखि बाहिर। मासु त पहिलेदेखि नखाएको? त्यहाँदेखि बाहिर चाहिँ खान्छु। त्यहाँदेखि सबै खाँदैछु। हुन्छ केही। डाक्टरले यो खान नहुने भने केही पनि छैन? खोइ डाक्टरै जता छैन। परिया छैन। अहिलेसम्म बलियो हुनुहुन्छ? बलियो नि भनौँ नि अब यति छ। त त्यहाँ अमेरिकामा चिडियाखाना हेऱ्यो कि हेरिएन? हेऱ्यौँ। कतिवटा हेऱ्यो? एउटा, दुईवटा, तिनवटा, कतिवटा ठाउँमा? यहाँ उहाँ एउटा नातिनी भएको ठाउँमा दिनभरि चिडियाखानै डुलाइ। अनि फेरि चिडियाखाना डुल्दा खाने के नि? खाने गर्ने त आफैले पनि के लगेको छु बोकेर गाडीमा गएका। गाडीमा गयो, बिसायो, डुलो उताउति गऱ्यौँ। अनि त्यहाँ छोरा भतिजा भएको ठाउँमा नि गयौँ डुल्न त दिनै पछि गइरह्यौँ उताउति। यो उमेरमा आएर पाताल तल कहाँ है? त्यही त कहाँ स्वर्ग गएर जस्तै भन्यो। त्यहाँ दिन हुँदा यहाँ रात भने हो? त्यही त रहेछ त। अब यतिखेर उहाँ राति सुतिरहेको छ। अहिले राति भएर सुतिरहेको छ। अस्ति 2-3 दिन त म पनि परिवर्तन नभएर यहाँ आउँदा राति चाहिँ बन्दै लाग्दैन। राति निद्रा लाग्दैन? दिउँसो चाहिँ निद्रा लाग्ने। अब हिजोदेखि चाहिँ मलाई बानी अलिकति भयो। अहिले फिरिरहेछ अलिक। नभए त्यस्तो हुँदो रहेछ। तपाईँको सानाका साथीहरू अहिले कहाँ छन्? केही सम्झना छ? खै कहाँ छन्? मरिसके छैन। सम्पर्क छैन? नत्र त्यो पहिलाका साथीहरूलाई छैन। सानैमा बिहे गरियो, सानैमा घर गयो। 14 वर्षमा त बाइतै बस्यो नि, बिहा गरे पनि बस्यो। त्यो बेलाका दौतरीसँग थिए अलिअलि कता थिए। अहिले छैनन्। टाढा कहाँ छन्? अब त्यसो भेटघाट पनि सम्पर्क हुँदैन। छैन त्यसो। कुरा कति रमाइलो छ। छैन। हाम्रो आज नै समय सिद्धिन लाग्यो। हजुर। तपाईँलाई अरू केही भन्न मन छ? अब के भनौँ र? छैन नै। छैन है? हजुर सोधिहाल्नु भयो। अझ जाने जति भनिहालेँ। अब उहिलेको मान्छेले के पो जानेको छ? शास्त्र कुरा जानेको छैन, पढेको छैन। फेरि हामीले शास्त्र कुरा नि गरेन मैले। केही पनि जानेको छैन। अब यो सोधेको कुरा भन्नु छैन। त्यति नै हो। त हामी छुट्छौँ। यो
85 वर्षको उमेरमा आएर यहाँसम्म आएर जुन दुःख गरेर हामीलाई माया गरेर यहाँ धेरै कुराहरू भनिदिनु भयो त्यसको लागि म गङ्गादेवी भण्डारीज्यूलाई धेरै धेरै नमस्कार गर्छु, कृतज्ञता व्यक्त गर्छु। बलियो हुनुहोस्, एकचोटि हाँसी खुसी बाँच्नुहोस् धेरै भन्ने कामना गर्छु। आज छुटौँ है त? हजुर, हस् त, नमस्कार, धन्यवाद धेरै। नमस्कार।